2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो। त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने, यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ, सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ। सार्वजनिक खरिद ऐनमा सुधार नगरिकन समयमा सडक बनाउने कुरा सम्भव छैन। यस्ता निर्माण समयमा सडक बनाउनलाई मात्रै हामीले काम गरेर हेरेको, कम्तीमा पनि 41 वटा कानूनमा चलायो भने मात्रै समयमा सडक बन्न सक्ने हुँदो रहेछ। सडक समयमा नबनाउनलाई ठोक दिन्छु, घोक्राइदिन्छु भनेर हिजो कहीँ मैले बोलेको सुनेको थिएँ। त्यो कसैलाई लगेर मैले कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउनका निम्ति 41 वटा कानून तत्काल अहिले हामीले यसलाई बदल्नु पर्ने रहेछ। त्यो कानून हिजो किन हिजोको बेलामा त्यही कानूनले काम गर्छ भनेर हिजो पार्लियामेन्टले त्यो कानूनहरू बनाए। कतिपय कानूनहरू त के छ, त्यो सनसेट क्लज लगाएर सकाइदिनु पर्नेछ। कतिपय कानूनहरू कस्तो छ, हाम्रो संविधान बनाउनुभन्दा पहिलाका कानूनहरू छ। ती सबै कानूनहरूको लङ लिस्ट आइडेन्टिफाई गरेका छौँ। कुन कुन कानून खारेज गर्ने, कुन कुन कानून परिमार्जन गर्ने, कुन कुनलाई मर्ज गर्ने, यो सबै काम हामी 1 वर्षभित्र गर्छौँ। तर 1 वर्षभित्र गर्नको लागि हाम्रो पार्लियामेन्टले वर्षमा जम्मा एउटा कानून बनाउँछ। मैले कुरा गरेको त 300 वटा कानूनको भइसक्यो। कसरी गर्छौँ? हामी फास्ट ट्र्याक लेजिस्लेसनको प्रोसेसबाट जान्छौँ। त्यो कसरी जान्छौँ? त्यसको लागि पार्लियामेन्टलाई दिने बजेट कति बढाउनुपर्छ, पार्लियामेन्टभित्र नयाँ युनिट बनाउनुपर्छ, पार्लियामेन्टभित्र अनुसन्धान केन्द्र बनाउनुपर्छ, पार्लियामेन्टलाई बजेट दिने कुरामा हात बाँधिएर अनि संसदीय समितिहरूलाई पङ्गु बनाएर अनि त्यो संसद चाहिँ केवल गएर दिनभरि गएर चाहिँ छलफल बहस गर्ने तर परिणाम ननिस्कने ठाउँ बनाएर हुँदैन।